बारीमा फुल फुल्यो प्रभु ख्रीष्टको नित्य प्रेमले मलाई साह्रै सुखी राख्यो एन्ड तेरो लाइन सबैले सब्सक्राइब गरिदिनु यसो गर नि बढी हेलो गाइस वेलकम बैक टू माई चैनल कुलुङ एन्टरटेनमेन्ट। धेरै समय पछाडि आज चाहिँ एउटा नयाँ भ्लग फ्रेश भ्लग लिएर आएको छु र आजको भ्लगलाई हेरिदिनु होला के कस्तो लाग्छ। कमेन्ट लाइक शेयर अनि सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है। ल त साथीहरू आज चाहिँ सन्डे अनि सन्डेको चाहिँ दिन हाम्रो चाहिँ फेलोसिपबाट सुरु हुन्छ अनि फेलोसिप चर्च हाम्रो लागेर पनि सकिसकेको छ र अब चाहिँ चर्च सक्यो र अब चाहिँ गाडी नधुएको धेरै दिन भयो। अन्त अब गाडी धुन जाँदै गरेको म तपाईँलाई देखाउँछु है त गाडीको हालत के कस्तो भएको छ भनेर। साथीहरू मेरो चाहिँ गाडी यहाँ छ होइन। अब गाडी के गर्नु पुरानै भए पनि यसलाई स्याहार्नुपर्छ अनि इङ्ग्लिसमा एउटा भनाइ छ नि इफ यु वान्ट टु बी रेस्पेक्ट यु मस्ट रेस्पेक्ट अदर भन्छ नि त्यस्तै हो है। अब हामीलाई पनि यो गाडीबाट अब कति नै हिँड्नु ओर्नु अन्त चाहिँ अब यसलाई यसो सफा गरेर राख्यो भने चाहिँ मान्छेको छेउमा पनि राम्रो देख्छ। त्यही अब हामी गाडी धुन जानु आँटेको है त ल। र मैले चाहिँ ड्राइभर राखेको छु यहाँनिर ड्राइभर हुनुहुन्छ हेरौँ अब मेरो ड्राइभरले कतिको राम्रो कुदाउँछ गाडी अलिक यतामा ल है त साथी हो। मेरो ड्राइभरले चाहिँ गाडी धुने ठाउँसम्म गाडी लाँदैछ। एक्सिलेटर बेसी नचाप ल। त्यो मैले चाहिँ गाडी धोएर पनि चिटिक्कै बनाएर पनि पुसपास गरेर पनि टिलिक्कै बनाइसकेको छु। ए यहाँ देख्न सक्नुहुन्छ लर्ड इज माई हेल्पर आई विल नट फियर वाट क्यान म्यान डु टु मी हेब्रो 13 को छ। र अब चाहिँ हामी आजको डिनर हामी मोमो गर्ने डिनर मोमो खाने प्लान भएको कारणले गर्दा अब हामी मासु लिनु जाने है त। ल त गाइस बाटोमा भेट्नु मेरै निम्ति स्वर्गले तीनजना त छ हामी फ्यामिलीमा। 3 जनालाई 100-200 रुपियाँको मासु ल्याएर पकायो भने काफी हुन्छ। हल्का यहाँ चाहिँ म पनि छु नि फेरि। ल त साथीहरू हामी आइपुग्यौँ है सिरवानीमा हाम्रो सफल साथीको दोकानमा चिकन ल्याउनु। यहाँ चाहिँ एकदम फ्रेस पाउँछ हो यसरी लाइभ चिकन छ यहाँ। म चाहिँ 200 को साथीहरू अब हामी मासु लिएर पनि आइपुग्यौँ घर। अब सिधै मोमो बनाउने अनि भेट्ने है त साथी हो। हामी चाहिँ हतार मासु लिएर आएर मासु पनि किमा गरिहाल्यौँ हो। अन्त अहिले चाहिँ यहाँ हतार प्याज काट्दैछ। छुरी ढुट्टे भएकोले गर्दा चाहिँ चिप्लेरै हुँदैन। ल त साथीहरू हामीले किमा काटिसक्यौँ। अब यहाँ इन्ग्रिडियन्ट्स मोमोमा इन्ग्रिडियन्ट्स हो। अब हुचिङ त हल्का हाल्नै पऱ्यो होइन। यो भयो नमक स्वाद अनुसार। यसमा चाहिँ कोपी प्याज अनि के भन्छ मासु। म चाहिँ रेस्ट गरिसकेँ यतानिर मेसकले चाहिँ तेल लिएर आउँदैछ। कहाँ कम्ती हुन्छ हौ डरलाग्दो यत्रो बेसी तेल हेर। कराई चाहिँ दामी पाक्छ भरे आमाले। एकदम दामी छ नि देमी। यो चाहिँ यसको लुगाको गिफ्ट हो हाम्रो। यो चाहिँ
वेडिङ गिफ्ट यो चाहिँ हामीले किनेको मेलामा यस्तो छ साथी हो। हेलो साथीहरु, अब हामी चाहिँ मोमो बनाउन लाग्यौँ है त। यहाँ बेल्दैछ, किमा यहाँ छ, मक्टु रेडी। अब तेल सेल दलेर बनाउने। ल त साथी हो, एक मक्टु चाहिँ बनायौँ है त। अब यति छ यो डो र यति छ रोटी पुरी र किमा यति बचेको छ। अब एक मक्टु हुन्छ होला, 2 मक्टु इज इनफ। ओके साथी हो, फाइनली हामीले मोमो बनाइसक्यौँ र किमा नपुगेको उब्रेको डोलाई चाहिँ हामीले यहाँ डोनट बनाएको छ र यहाँनिर 2 साइड अलरेडी स्टिम हुँदैछ। कस्तो भएछ हेरौँ त। वाउ, ल अब सिधै खाने बेलामा भेट्ने। राखेर गर्ने त कस्तो भयो त? तर अस्ति भन्दा त निकै टेस्टी भयो त। अस्तिको मिठो थियो, अस्ति झन् गोरुको बनाएको। अब गोरु खान्छ होइन? मिस भयो। शेर्पाले गोरु खानु भन्दाखेरि झन् शेर्पा तामाङको गोरु दिन हाम्रो कुरै छ होइन, कतिले त खाँदैन नि। कति छ भाले खाँदैन त्यो माथि फुलहरु छोडेको छ नि मलाई टेस्टी लाग्यो आज अस्ति भन्दा। लाग्दैन छैन उनीहरु छोडे नि बाहिर जसै छोराको छोरीहरू हजुर अस्ति एउटा छोरी दिए हैन लक्ष्य पर्ने लाटुदेखि कमाउँदै 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 झरेर यहाँ बेसी ब्लड आज आज बस 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 के खाने खाने कुरोमा त दिन्छ मान्छे हो भोलि जानु लामामा गएको एउटा भोलि बाहिर त राम्रै बिमार बिग्रेको तिमीमा जेठा चाहिँ मान्छेमा दिन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। अहिलेसम्म तपाईँले हाम्रो भिडियोलाई एन्डसम्म हेरिदिनु भएको लागि र आजको भ्लग चाहिँ यति नै। र मेसक कुलुङ एन्टरटेनमेन्टको भ्लगलाई लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला। बाई बाई बाई। ल आमा नि बाई भन्नु। बाई। खाइसक्यो, मोमो मिठो भयो, खाएर अगाएर अब हामी सुत्ने भएको झन्डै फटफटी झार आयो। ल